हेलो साथीहरु नमस्कार। वेलकम ब्याक टु माई न्यू भिडियो। आजको भिडियोमा चाहिँ हामीले चाहिँ कन्स्ट्रक्सन मेटेरियलबाट चाहिँ एउटा 10 मार्क्समा सोध्न सक्ने चाहिँ क्वेसन लिएर आएका छौँ, जुन चाहिँ सब्जेक्टिभ क्वेसन रहेको छ, जुन चाहिँ 4th 5th लेभलको लागि चाहिँ सङ्घ र प्रदेश र स्थानीय तह सबैको लागि चाहिँ एकदमै सुइटेबल क्वेसन रहेको छ, जुन चाहिँ प्रोबाबल क्वेसन पनि हो र वर्ड क्वेसन पनि हो। एकचोटि सोधिसकेको क्वेसनहरू हुन्। हामीले चाहिँ वर्ड क्वेसनहरू चाहिँ ल्याउने गर्छौँ। लिस्ट द इम्पोर्टेन्ट टेस्ट कन्डक्टेड अन स्टोन एक्सप्लेन एनी टु इन डिटेल्स भनेर रहेको छ, जसमा चाहिँ हाम्रो के भनेर सोध्यो भन्दाखेरि यसले ढुङ्गामा गरिने चाहिँ महत्त्वपूर्ण टेस्ट हुन्छ। त्यो टेस्टको चाहिँ एउटा लिस्ट बनाउनुहोस् र एक्सप्लेन एनी टु इन डिटेल्स भनेको छ। कुनै दुईको चाहिँ एउटा डिटेल एक्सप्लेन गर्नुहोस् भनेर आएको छ, कुनै पनि विस्तृत यसको चाहिँ विवरण दिनुहोस् भनेर चाहिँ सोधेको छ क्वेसनलाई चाहिँ। अब यसको एन्सरहरू हेर्दाखेरि चाहिँ हामीले चाहिँ यसको लिस्ट अफ इम्पोर्टेन्ट टेस्ट अफ अन स्टोन भनेर रहेको छ। यसमा चाहिँ गरिने ढुङ्गाहरूमा चाहिँ गरिने एउटा इम्पोर्टेन्ट टेस्ट, महत्त्वपूर्ण टेस्टहरूको चाहिँ लिस्ट तयार गरिएको छ। हेरौँ के छ। द फलोइङ टेस्ट आर द कन्डक्टेड टु चेक द क्वालिटी, स्ट्रेन्थ एन्ड ड्युरेबिलिटी अफ स्टोन युज इन द कन्स्ट्रक्सन भनेर रहेको छ, जसमा चाहिँ हाम्रो चाहिँ कुनै पनि कन्स्ट्रक्सन साइटतिर चाहिँ हाम्रो कन्स्ट्रक्सन कार्यमा चाहिँ प्रयोग गरिने ढुङ्गाहरूको चाहिँ के हुन्छ त क्वालिटीहरू अथवा क्वालिटी, त्यसको चाहिँ क्वालिटी भनेको त्यसको गुणस्तर कस्तो छ भनेर, स्ट्रेन्थ भनेको छ, स्ट्रेन्थ भनेको त्यसको चाहिँ बल क्षमता, स्ट्रेन्थ एन्ड ड्युरेबिलिटी भनेको चाहिँ टिकाउ, ड्युरेबिलिटी भनेको टिकाउ हो अफ स्टोन युज इन कन्स्ट्रक्सन भनेको छ। त्यो चाहिँ कसरी परीक्षण गरिन्छ भनेर चाहिँ निम्नअनुसार चाहिँ दिएको छ। त्यसको बारेमा हेरौँ। एकमा छ क्रसिङ स्ट्रेन्थ टेस्ट भनेको छ। क्रसिङ स्ट्रेन्थ टेस्ट भनेको चाहिँ कस्तो त, स्टोनको चाहिँ स्ट्रेन्थ चाहिँ पत्ता लगाउने एउटा टेस्ट नै के हो त, क्रसिङ स्ट्रेन्थ टेस्ट हो। वाटर एब्जर्प्सन टेस्ट भनेको चाहिँ के हो त, यो चाहिँ वाटर एब्जर्प्सन टेस्ट भनेको चाहिँ यो चाहिँ कति पानी सोच्न सक्छ भनेर त्यसले चाहिँ वाटर एब्जर्प्सन टेस्ट प्रयोग गरेर चाहिँ हामीले भन्न सक्छौँ। अनि त्यसपछि हार्डनेस टेस्ट भनेको छ, जुन चाहिँ म स्केलबाट चाहिँ हामीले युज गर्छौँ। त्यस्तै अर्को छ इम्प्याक्ट टेस्ट भनेर रहेको छ। अर्को चाहिँ इम्प्याक्ट टेस्ट, एसिड टेस्ट, फायर रेसिस्टेन्ट टेस्ट, टगनेस टेस्ट, अनि आर्टिसन टेस्ट, माइक्रोस्कोपिक एक्जामिनेसन भनेर चाहिँ रहेको चाहिँ टेस्टहरू रहेका छन्। हाम्रो चाहिँ इम्पोर्टेन्ट टेस्टहरू रहेका छन्, जुन चाहिँ स्टोनमा चाहिँ प्रयोग गरिने टेस्टहरू रहेका छन्। त्यस्तै हाम्रो चाहिँ एनी टु टेस्टहरूलाई चाहिँ एक्सप्लेनेसन गरेका छौँ। तल हेरौँ। क्रसिङ स्ट्रेन्थ टेस्ट भनेर रहेको छ। एउटा चाहिँ क्रसिङ स्ट्रेन्थ टेस्ट भनेको चाहिँ कस्तो टेस्ट हो त, क्रसिङ स्ट्रेन्थ टेस्ट भनेको छ, त्यसको चाहिँ उद्देश्य भनेर दिएको छ। उद्देश्य के छ भन्दाखेरि टु डिटर्माइन द कम्प्रेसिभ स्ट्रेन्थ अफ स्टोन द्याट इज द म्याक्सिमम लोड द स्टोन क्यान विथस्ट्यान्ड बिफोर द क्रसिङ भनेको छ। यसमा चाहिँ कुनै पनि ढुङ्गाको अथवा स्टोनको चाहिँ कम्प्रेसिभ स्ट्रेन्थमा चाहिँ जसको चाहिँ स्ट्रेन्थ पत्ता लगाउन चाहिँ अथवा ढुङ्गा फुटाउन वा थिच्चिन भन्दा अगाडि यसले सहन सक्ने हुन्छ। जुन चाहिँ ढुङ्गाले सहन सक्ने, यसले फुट्नु वा थिच्चिनु, यसलाई फुटाइन्छ वा थिच्चिन्छ, जसलाई चाहिँ त्योभन्दा अगाडि यसले सहन सक्ने कति हुन्छ, अधिकतम यसको चाहिँ लोड, म्याक्सिमम लोड हुन्छ, त्यो निर्धारण गर्ने चाहिँ कसले गर्छ त, क्रसिङ स्ट्रेन्थ टेस्टले गर्छ। यसको उद्देश्य भनेको चाहिँ त्यही हो, गर्न चाहिँ यो चाहिँ हामीले त्यसको म्याक्सिमम लोड चाहिँ कति चाहिँ यसले चाहिँ सहन सक्छ भन्ने कुराहरू चाहिँ क्रसिङ स्ट्रेन्थ टेस्टले चाहिँ निर्धारण गर्छ भनेर रहेको छ। त्यसको चाहिँ प्रोसिड्युरहरू भनेर रहेको छ। कसरी चाहिँ हामीले यो प्रक्रिया प्रोसिड्युरहरू चाहिँ यो प्रक्रिया गरिन्छ त भनेर रहेको छ। एउटा चाहिँ के गर्ने त, क्युब सेप स्पेसिमेन भनेको छ। एउटा क्युब आकारको चाहिँ एउटा नमुना बनाउने, जुन चाहिँ कतिको साइज, त्यसको कति हुन्छ त 10 सेन्टिमिटर इन्टु 10 सेन्टिमिटर इन्टु 10 सेन्टिमिटर लिएर एउटा क्युब सेप साइजको चाहिँ एउटा के बनाउने त आकार, यो साइजको चाहिँ हामीले चाहिँ एउटा आकार बनाउनु पर्ने हुन्छ, क्युब आकारको चाहिँ। अनि अर्को छ इट इज द प्लेस इन द कम्प्रेसन टेस्टिङ मेसिन भनेर रहेको छ। इट इज द प्लेस इट इन अ कम्प्रेसन टेस्टिङ मेसिन भनेर रहेको छ। यसले चाहिँ के गर्छ त, यसलाई चाहिँ कम्प्रेसन टेस्टिङ मेसिनमा चाहिँ राखिन्छ भने यसलाई चाहिँ कम्प्रेसिभ टेस्टिङ मेसिनमा चाहिँ राखिने हुन्छ। अनि लोड इज एप्लाइड ग्रेजुअली अन्टिल द स्पेसिमेन फेल्स भनेको छ। यसमा चाहिँ हामीले लोड एप्लाई ग्रेजुअल अन्टिल द स्पेसिमेन फेल्स भनेको छ, जसमा चाहिँ हामीले त्यो बनाएको बनाएको हामीले चाहिँ टेस्ट हुन्थ्यो, बनाएको एउटा चाहिँ लिस्ट, त्यो लिस्टहरू बनाएको हुन्छ, त्यो नसकिन्जेल अथवा नफुटेन्जेलसम्म बिस्तारै बिस्तारै भार बढाइँदै लगिन्छ। त्यो जुन हामीले यो क्युब साइज बनाएका हुन्छौँ, त्यो क्युब साइज नसकिन्जेलसम्म बिस्तारै बिस्तारै लोड बढ्दै जाने गर्छौँ हामीले चाहिँ। अनि अर्को छ लोड इज एप्लाइड ग्रेजुअली भन्यो। हाम्रो चाहिँ अर्को छ क्रसिङ स्ट्रेन्थ इज क्यालकुलेटेड भनेर हामीले क्रसिङ स्ट्रेन्थ चाहिँ कसरी क्यालकुलेट गर्न सक्छौँ भनेर रहेको छ। क्रसिङ स्ट्रेन्थ चाहिँ हामीले म्याक्सिमम लोड यहाँ दिएको छ बाई एरिया अफ क्रस सेक्सन स्क्वायरमा दिएको छ। हाम्रो चाहिँ यो चाहिँ क्रसिङ स्ट्रेन्थ पत्ता लगाउने, हामीले चाहिँ म्याक्सिमम लोड बाई एरिया अफ क्रस सेक्सन गऱ्यो भने चाहिँ त्यसको क्रसिङ स्ट्रेन्थ चाहिँ हामीले निकाल्न सक्छौँ भनेर दिएको छ। अनि त्यही हो। त्यसपछि अर्को चाहिँ रिक्वायरमेन्ट भनेको छ। त्यसमा चाहिँ हाम्रो चाहिँ
त्यसमा चाहिँ आवश्यक पर्ने रिक्वायरमेन्टहरू के छ क्रसिङ हाम्रो चाहिँ क्रसिङ टेस्टमा क्रसिङ स्टोन टेस्टमा चाहिँ रिक्वायरमेन्टहरू के आवश्यक पर्छ भनेर रहेको छ जसमा चाहिँ हाम्रो फर अ गुड बिल्डिङ स्टोन भनेको छ फर अ गुड बिल्डिङ स्टोन क्रसिङ स्ट्रेन्थ सुड बी मोर देन 100 न्युटन पर एमएम स्क्वायर भनेर रहेको छ गुड बिल्डिङ स्टोनमा चाहिँ के हुन्छ त हाम्रो चाहिँ गुड बिल्डिङ स्टोनहरूमा चाहिँ 100 न्युटन पर एमएम स्क्वायर चाहिँ त्यसको क्रसिङ स्ट्रेन्थ चाहिँ आवश्यक पर्छ भनेर रहेको छ एउटा हुनुपर्ने हो जसमा चाहिँ एउटा कुनै पनि राम्रो एउटा बिल्डिङ बनाउनको लागि चाहिँ ढुङ्गाको चाहिँ क्रसिङ स्ट्रेन्थ चाहिँ कति हुनुपर्छ मोर देन 100 न्युटन पर एमएम स्क्वायर चाहिँ हुनुपर्ने हुन्छ ल त्यस्तै वाटर एब्जर्प्सन टेस्ट भनेर रहेको छ वाटर एब्जर्प्सन टेस्ट भनेको चाहिँ कस्तो टेस्ट हो त अब हाम्रो चाहिँ त्यसको पर्पजहरू रहेको छ उद्देश्य के छ त हाम्रो उद्देश्यहरू त्यसको चाहिँ टु डिटर्माइन द पोरोसिटी एन्ड वाटर रेसिस्टेन्स अफ द स्टोन हाइली एब्जर्बेन्ट स्टोन आर नट ड्युरेबल भनेर रहेको छ एउटा ढुङ्गाको चाहिँ अब स्टोनको पोरोसिटी र पानी एउटा रेसिस्टेन्ट वाटर रेसिस्टेन्ट गर्ने क्षमता पत्ता लगाउन चाहिँ यसको चाहिँ के गरिन्छ त वाटर एब्जर्प्सन टेस्ट गरिन्छ के भन्यो भनेपछि कुनै पनि ढुङ्गाको पोरोसिटी र यसको पानी रेसिस्ट गर्ने क्षमता पत्ता लगाउनका लागि चाहिँ हामीले वाटर एब्जर्प्सन टेस्ट प्रयोग गरिन्छ जसमा चाहिँ हाइली एब्जर्बेन्ट स्टोन आर द नट ड्युरेबल भन्छ यो धेरै पानी एउटा के हुन्छ त हाइली एब्जर्बेन्ट स्टोन आर द नट ड्युरेबल यो त धेरै पानी सोच्ने ढुङ्गाहरू चाहिँ के हुँदैन त हाम्रो चाहिँ ड्युरेबल हुँदैन अथवा टिकाउ हुँदैन भनेर रहेको छ धेरै पानी सोच्ने हाम्रो स्टोनहरू चाहिँ के हुँदैन त धेरै ड्युरेबल हुँदैन टिकाउ हुँदैन भनेर चाहिँ यसको उद्देश्य दिएको छ उद्देश्य चाहिँ हामीले यो प्रयोग गर्नुपर्ने हुन्छ अनि त्यसपछि त्यसको प्रोसिड्युर प्रक्रियाहरू के छ कसरी यो हामीले यो युज गर्छौँ अथवा प्रयोग गर्छौँ यसको प्रोसिड्युरहरू प्रक्रियाहरू हेरौँ जसमा चाहिँ के भन्यो भन्दाखेरि ड्राई द स्टोन स्याम्पल इन अ ओभन एन्ड रेकर्ड इट्स ड्राई वेट भनेर रहेको छ जसलाई W1 मान्ने गर्छौँ हामीले जसमा चाहिँ के भन्यो कुनै पनि ढुङ्गाको स्याम्पल अथवा हाम्रो कुनै ढुङ्गाको चाहिँ त्यो ओभन ढुङ्गाको नमुना जुन चाहिँ नमुनालाई चाहिँ हामीले के मान्ने त ओभनमा सुकाइन्छ र यसको चाहिँ के हुन्छ त सुक्खा वेट अथवा ड्राई वेटलाई चाहिँ के गरिन्छ त रेकर्ड गरिन्छ भनेर रहेको छ त्यसलाई चाहिँ हामीले के मान्न सक्छौँ त W1 मान्न सक्छौँ अनि अर्को चाहिँ इमर्स इट इन वाटर फर द 24 आवर्स भनेर चाहिँ इमर्स इट इन वाटर फर 24 आवर्स भनेर रहेको छ जसमा चाहिँ यसलाई चाहिँ हामीले 24 घण्टासम्म चाहिँ पानीमा चाहिँ डुबाइन्छ भनेर रहेको छ यसलाई चाहिँ हामीले 24 घण्टासम्म चाहिँ पानीमा डुबाइन्छ रिमुभ वेट ड्राई एन्ड रेकर्ड द वेट भनेर रहेको छ यो चाहिँ पानीबाट निकाली पुछेर चाहिँ यसलाई चाहिँ रिमुभ भनेको छ पानीबाट निकाली पुरेर सुक्खा बनाई यसको भिजेको तौल जुन चाहिँ यसको भिजेको तौल हुन्छ वेट भनेर चाहिँ भिजेको तौल हुन्छ त्यसलाई चाहिँ हामीले चाहिँ भिजेको तौललाई चाहिँ हामीले W2 भनेर चाहिँ W2 मा चाहिँ रेकर्ड गरिन्छ भनेर रहेको छ यो W2 मा चाहिँ हामीले रेकर्ड गर्ने गर्छौँ ड्राई वेटमा अगाडिको चाहिँ हामीले यो चाहिँ सुक्खा तौल अथवा W1 मा रेकर्ड गरेका थियौँ भनेपछि यसलाई चाहिँ हामीले रेकर्ड वेट 2 मा चाहिँ हामीले यसलाई रेकर्ड गरेका छौँ वेटलाई एकदमै के छ यो त भिजेको तौल यो भनेको चाहिँ एकदमै वेट भनेको चाहिँ एउटा भिजेको चाहिँ एउटा तौल हो जुन चाहिँ अनि अर्को चाहिँ वाटर एब्जर्प्सन इज अ क्यालकुलेटेड एज भनेको छ हामीले चाहिँ वाटर एब्जर्प्सन को पर्सेन्टेज निकाल्दाखेरि कसरी क्यालकुलेटेड गर्ने भनेर दिएको छ जसमा चाहिँ हाम्रो चाहिँ W2 माइनस W1 बाई W1 हुन्छ इन्टु 100 हुन्छ इन्टु 100 हुन्छ W2 माइनस W1 बाई W1 हुन्छ इन्टु यता इन्टु 100 हुन्छ त्यसै हामीले चाहिँ के हो त एउटा वाटर एब्जर्प्सन क्यालकुलेटेड गर्ने चाहिँ एउटा के हो त यो क्यालकुलेट गर्ने एउटा फर्मुला हो जुन चाहिँ हामीले त्यसबाट चाहिँ वाटर एब्जर्प्सन पर्सेन्टेज कति आउँछ भनेर चाहिँ निकाल्न सक्छौँ त्यस्तै रिक्वायरमेन्ट यसको आवश्यकहरू रहेको छ अ गुड स्टोन सुड नट एब्जर्ब मोर देन 5% अफ इट्स वेट इन वाटर भनेर रहेको छ यो चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन रहेको छ पर्सन रहेको छ हाम्रो अब्जेक्टिभको लागि चाहिँ बेस्ट रहेको छ यो भनेको चाहिँ के हो त भनेपछि यसको चाहिँ आवश्यकता के छ त एउटा राम्रो ढुङ्गाले चाहिँ अथवा एउटा गुड स्टोनले चाहिँ आफ्नो वेटको मोर देन 5% भन्दा माथि पानी सोच्नु हुँदैन भनेर रहेको छ क्या एउटा गुड स्टोन सुड नट एब्जर्ब मोर देन 5% अफ इट्स वेट इन वाटर भनेको छ एउटा चाहिँ गुड स्टोनमा चाहिँ जसले चाहिँ 5% भन्दा बढी चाहिँ पानी एब्जर्ब गर्नु हुँदैन जसले गर्दा चाहिँ त्यसमा चाहिँ त्यो हाम्रो चाहिँ अलिकति ड्युरेबल हुँदैन नट ड्युरेबल हाम्रो चाहिँ टिकाउ हुँदैन भनेर रहेको छ त्यस्तो स्टोनहरू चाहिँ हाम्रो गुड स्टोनको लागि चाहिँ हाम्रो
मान्ने हुँदैन, जसले चाहिँ 5% भन्दा बढी चाहिँ वाटर एब्जर्ब गर्छ, त्यस्तै हामीले चाहिँ स्टोनहरू चाहिँ युज गर्नु पनि हुँदैन। आजको क्वेसन चाहिँ यो क्वेसन चाहिँ यति नै रहेको छ साथीहरू। तपाईँलाई आज के कस्तो क्वेसन, आजको क्वेसनमा के कति बुझ्नुभयो र कस्तो लागेको छ तपाईँले कमेन्ट गर्नुहोला साथीहरू। आजको चाहिँ हामीले भिडियो चाहिँ यति गरौँ। हस्, धन्यवाद।